मेरो कौसीमा खोर्सानी फलेछ, रातै भइसक्यो। अब यसलाई अब टिपेर अचार हाल्ने हो। ल हेर्नु है साथीहरू, एउटा बोटमा कति खोर्सानी फलेछ। अब अनि देखाउँछु म। अब टिपेर देखाउँछु। रातो भएर फलिसकेको छ। अब सबै टिपेर अचार बनाउनु पर्यो। ल एउटा यो हाँगाको टिपेको यति भयो खोर्सानी। ल हेर्नुहोस्, यो त हाँगाको टिप्नै बाइक छ अझै। टिप्नु नपाएर सबै झरिसक्यो। अन्त यति भयो खोर्सानी। यहाँ दुईवटा बोट रोपिरहेको थिएँ, खोर्सानी टिप्नु नभ्याएर सबै झरिसक्यो रातो रातो। अब यो यति भयो। अब यसको अचार बनाएपछि मलाई 1 वर्ष। ल अब यो हरियो बाँकी छ। अब हरियोलाई चाहिँ फेरि पछि टिप्नुपर्छ। हरियो पाक्न लागेको यस्तो बाँकी छ।